आउँदो फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई भयरहित, निष्पक्ष र सुरक्षित रूपमा सम्पन्न गराउन सप्तरीमा आजदेखि नेपाली सेना परिचालन गरिएको छ। उच्च सुरक्षा संवेदनशील जिल्लाको सूचीमा परेपछि सप्तरीमा 1 महिनासम्म कडा निगरानी र सुरक्षा व्यवस्था लागू गरिएको हो। भारतसँग खुला सीमा जोडिएको र उच्च तहका नेताहरूको उम्मेदवारी रहेको कारण केन्द्रीय सुरक्षा समितिले सप्तरीलाई उच्च संवेदनशील जिल्लाको रूपमा राखेको छ। त्यसै अनुसार सदरमुकाम राजविराज स्थित बरगनबाट जिल्लाका 4वटै निर्वाचन क्षेत्रमा सेना परिचालन गरिएको छ। सप्तरी 2 को राजविराजमा कर्णेलको कमान्डमा र बाँकी 3वटा निर्वाचन क्षेत्रमा मेजरको नेतृत्वमा टोलीहरू खटाइएको प्रमुख सेनानी शोभित बहादुर चन्दले जानकारी दिनुभयो। जिल्लाभर करिब 700 सेना परिचालन गरिएको जनाउँदै प्रमुख सेनानी चन्दले जनतासँग समन्वय गर्दै शान्ति, सुरक्षा र विश्वासको वातावरण कायम राख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। सप्तरी 1 को कञ्चनपुर, सप्तरी 3 को डाक्नेश्री नगरपालिका र सप्तरी 4 को बोधे वर्षायन नगरपालिकामा सेनाका अस्थायी क्याम्प स्थापना गरिएको छ। यी क्याम्पबाट सेनाले नियमित पैदल गस्ती, पेट्रोलिङ, सघन चेक जाँच तथा मतदान स्थलको प्रत्यक्ष सुरक्षा गर्नेछन्। जनतासँगको सहकार्यमा अब सप्तरीमा निर्वाचनसम्म सेना प्रहरी र अन्य सुरक्षा निकायको संयुक्त निगरानी रहनेछ। यस निर्वाचनमा सप्तरी 3 बाट जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, सप्तरी 2 बाट जनमत पार्टीका अध्यक्ष सीके राउत, मधेसका पूर्व मुख्यमन्त्री सतीश सिंह, पूर्व सिंचाई मन्त्री उमेश यादव, सप्तरी 1 बाट जनमत पार्टीका उपाध्यक्ष जयकान्त राउत, सप्तरी 4 बाट पूर्व मन्त्री तेजुलाल चौधरी सहितका नेताहरू चुनावी मैदानमा हुनुहुन्छ।